हुन्छ त्यसको त्यो यत्रो रहेछ नि यत्रो भनेपछि यत्रो रहेछ। हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला र फाइनली म पनि सन्चै छु। आज चाहिँ लगभग 4-5 दिनको बसाइपछि चाहिँ अन्तरालपछि चाहिँ म भिडियोमा बोल्न पाएको छु, किनभने म चाहिँ आज गोठालो गर्न पालो परेको भएको कारणले चाहिँ म आज भिडियो बनाउनु पाएको छु। नत्र चाहिँ हिजो र अस्ति अनि अस्ति दिन चाहिँ लगभग म घरको काममा व्यस्त भएको कारणले चाहिँ म भिडियोमा आउनु सकेन। घरको काम गर्दा चाहिँ तपाईँको भिडियो बनाउन नपाउने कि यता घाँस काट फेरि त्यहाँ जा यता जा त्यो गरेको कारणले चाहिँ मैले भिडियो बनाउन चाहिँ पाएन। अनि म चाहिँ आज चाहिँ बाख्रा गोठालो गर्न आएको र पालो भएको कारणले चाहिँ म आज भिडियो बनाउन पाएको छु। फाइनल देख्न सक्नुहुन्छ म चाहिँ बाख्रा गोठालो आइसकेको छु सौदा चाहिँ। र हिजो र अस्ति चाहिँ मेरो पालो परेको थिएन र आज चाहिँ परेको कारणले चाहिँ म बाख्रा गोठालो आएको छु। यता देख्न सक्नुहुन्छ यहाँ बाख्रा चरिरहेको छ भने यहाँ चाहिँ मैले यो दुबिलाको घाँस चाहिँ अलिकति छाडिदिएको कारणले चाहिँ बाख्राले खाइरहेछ र म भिडियो बनाउन पाएको छु। यहाँदेखि देख्न सक्नुहुन्छ यहाँ चाहिँ राम्रो भ्यू चाहिँ देख्न सकिँदो रहेछ। घाम लागेको चाहिँ अहिले चाहिँ यस्तो घाम लागिरहेछ देख्न सक्नुहुन्छ। तल पुरै घाम लागिरहेछ र म चाहिँ यता बाख्रा चराउँदै भिडियो बनाउँदै गरिरहेको छु। अब यो खाइसकेपछि चाहिँ बाख्रा फेरि हिँड्छ लखर 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 लखर। यो बोको चाहिँ मरिसकेको बोको छ, यत्रो छ बोको पनि काम छैन, यत्रै छ हेर्नुहुन्छ। त्यसको त्यो यत्रो रहेछ नि यत्रो भनेपछि यत्रो रहेछ त्यत्रो छ बोको। त्यत्रो बोको भन्दा चाहिँ पार लाग्ला त्यस्तो छैन। त्यही भएर चाहिँ अब चाहिँ भोलि पनि जे होस् गोठालो गर्नु पाएँ भने चाहिँ म भिडियोमा आउन सक्छु। नत्र भने चाहिँ गाह्रै पर्दछ घरको काम यो गर त्यो गर्दा चाहिँ म आउनु पाउँदैन। ल आजलाई चाहिँ यति नै। अब भोलिको भिडियोमा भेटौँ, बाख्रा गोठालो जाउँ, बाख्रा गोठालो गर्छु म चाहिँ चिलमा मस्तसँगले। बाख्रा कता कता जान्छ म त्यही डुल्दै हिँड्दैछु। ल आजलाई चाहिँ यति नै, अब भोलि भेटौँला।